प्याची हेयर लस टाउकोको विभिन्न ठाउँमा गोलो आकार र क्वाइन सेपमा चाहिँ कपालहरू झरेको विभिन्न ठाउँमा हामीले देख्न सक्छौँ। यो समस्या चाहिँ महिला पुरुष या जुनसुकै उमेर समूहलाई पनि हुन सक्छ। यस्तो हुनुको प्रमुख कारणहरू के छ र जो व्यक्तिलाई यो समस्या भइसक्यो भने उहाँले कसरी फेरि रिकभर गर्न सक्नुहुन्छ, फेरि कसरी क्योर गर्न सकिन्छ, कुन कुन चाहिँ प्रोसेस हो, यो सबै कुरोहरू यो भिडियोमा राख्नेछु। सो यो भिडियो लास्टसम्म हेर्नु होला। यसको कारण बुझ्छौँ। पहिलो कारणमा पर्छ तपाईँको जेनेटिक फ्याक्टर र उमेर समूहहरू पर्दछ, जसले गर्दाखेरि तपाईँको एलोपेसिया एरेटा भनेर हुनसक्छ र स्पोट हेयर लस चाहिँ गराउन सक्छ। दोस्रो कारण र मोस्ट इम्पोर्टेन्ट कारण हो तपाईँको आफ्नै इम्युन सेलले हेयर फोलिकललाई एट्याक गर्छ र यसो गर्दाखेरि हेयर फोलिकलहरू कमजोर हुन्छ र त्यो हेयर फोलिकलहरू कपालहरू झर्दै जान्छ र यस्तो किसिमको स्पोट हेयर लसको समस्याहरू चाहिँ देखिन्छ। त्यस्तै न्युट्रिसन डिफिसियन्सीले पनि ट्रिगर गर्न सक्छ र यो कहिलेकाहीँ हुनसक्छ। जस्तै तपाईँको जिङ्कको डिफिसियन्सी छ, बायोटिनको डिफिसियन्सी छ र अदर डाइटरी फ्याक्टरको कमी भयो भने यस प्याची हेयर लस चाहिँ देखिन्छ। यो चाहिँ मेन भनेको तपाईँको इम्युन सेलकै कारणले, इम्युन एट्याककै कारणले चाहिँ यो चाहिँ प्याची हेयर लस हुन्छ। उमेर समूह जेनेटिक भन्दा पनि र खानपिन डाइटरी सप्लिमेन्टको कमी भन्दा पनि तपाईँको आफ्नै बडीको इम्युनिटी हेयर फोलिकलमा एट्याक गरेर यो समस्या चाहिँ आएको भनेर बुझिन्छ। कसरी ट्रिटमेन्ट गर्न सकिन्छ भनेपछि डक्टरद्वारा केही मलमहरू दिन्छ, स्टेरोइड मलमहरू र स्टेरोइड इन्जेक्सनहरू। मलम चाहिँ टोपिकली बिहान बेलुका चाहिँ लगाउन उहाँ डक्टरद्वारा सल्लाह दिन्छ र त्यस्तै इन्जेक्सन हो। इन्जेक्सन स्टेरोइड चाहिँ जहाँ तपाईँको स्पोट हेयर लस भएको छ, प्याची हेयर लस भएको छ, त्यो हेयर लस साइटमा चाहिँ इन्जेक्सन दिइन्छ। यो चाहिँ 3 देखि 4 हप्तामा एक चाहिँ सर्ट दिइन्छ, त्यो पनि डक्टरको निगरानीमा। 3 हप्तापछि धेरै व्यक्तिहरूमा चाहिँ यस्तो किसिमको समस्यामा चाहिँ हेयर ग्रोथ भएको चाहिँ देखिन्छ। हामीले डाइटरी सप्लिमेन्ट राम्ररी इन्टेक गर्यो, बायोटिन जिङ्कहरू राम्ररी फुलफिल आफ्नो बडीमा गर्यो र स्ट्रेसलाई हामीले राम्रो म्यानेज गर्यो भने यो समस्याहरूबाट हामीले जोगिन सक्छौँ र भएको समस्यालाई पनि कम गर्न सक्छौँ।